गाइस गुड मर्निङ। आज चाहिँ म यहाँ समरदुङ आइरहेको छु। यो चाहिँ सबै 132 केबी GIS 1,32,000 GIS को चाहिँ प्रब्लम चाहिँ के रहेछ नि ग्यास इन्सुलेटेड सब्सटेन्स रहेछ नि त। यहाँ भित्र चाहिँ सबै GIS करंट जाएगा इसमें, है ना? अंदर करंट जाएगा और बाहर भी करंट इसी पाइप का अंदर में आ जाएगा। सब 1,32,000 का एक फेस है ना? है कि नहीं? इसमें हाँ, 3 पीस ही घुसा 3 पीस ही घुस जाएगा। घुसा दिया इसको, घुसा दिया पाइप के अंदर। हाँ, अंदर में। ये भैया भी है। आप लोग भी इलेक्ट्रिशियन ही है? हम लोग मतलब वॉल का भी करता है, ठीक है। हाँ, इधर काम पड़ेगा तो इधर का भी GIS का भी काम हो जाएगा। हाँ ठीक है। सब। हाँ हाँ हाँ, बस हाम्रो मोटे इलेक्ट्रिशियन इधर भैया है और अंदर में काम होगा, लेकिन ताला लगाया हुआ है अभी। ताला लगाया हुआ है। ए जो है ना GIS सब पैनल छ। केवल क्लाइन्ट गर्नुपर्ने आज चाहिँ हामी दुई भाइ भएर कहीँ नछुनु ल तपाईँ, केही नगर्ने। यहाँ चाहिँ अब केबल हाल्नुपर्ने 15वटा केबल रहेछ, ग्लाइन्ड गरेर सबै हाल्नुपर्ने छ। प्यानलभित्र देख्न सक्नुहुन्छ कन्ट्रोल रुम 220 केबी GIS है, 132 केबी GIS, पम्प हाउस, वाटर ट्याङ्क यत्रो छ। चट्ट गर्दैछ करेन्ट। 1,32,000 को चाहिँ यस्तो चाहिँ 1,32,220 2,20,000 पनि होला समथिङ। आँपहरू कस्तो मजाले फलिदिइरहेको छ हेर्नुहोस् है गाइस, यस्तो छ नजरहरू दृष्टिहरू मजाले सजाएको छ। फर्स्टमा किवी उता डल्लै किवी रोपेर रहेछ, त्यसको यतापट्टि बादमा उयो लगाएर रहेछ, आँप लगाएर रहेछ मसिनो। यो साइड सबै धुप्पी पाइन ट्री, अन्त यो माथिल्लो साइडमा हेर्नुहोस् ल क्या कराइदिएछ, पावर ग्रिड ऊ माथि लेखिरहेछ। स्पिड लिमिट 10 km/h। यहाँ चाहिँ फेरि दारिम ड्याङ्गै लगाइदिएछ। अब अलिक बादमा यो नरिवल ड्याममै हुने रहेछ। त्यो भित्र बसिन्जेलसम्म मात्रै सन्चो हुने रहेछ, बाहिर निस्किँदा त अन्त बाफिहाल्दो रहेछ है। यो फाम्पल के हो? त्यो होइन होइन रुद्राक्ष, यो बिमिरा ठुलो खाले निम्बु। यत्रो बोट छ, सबै मजाले पाकिगएको रहेछ है। ए फल हात चाहिँ नलगाउने, यस्तो सबै क्यामेरा लगाएको हुन्छ। छुँदा त के हुँदैन नि, टिपेकै देख्छ नि त क्यामेरामा त। फेरि छुँदा पनि सबै हाइब्रिडहरू रहेछ है। सबै हाइब्रिड। आज चाहिँ हामीले यो केबल ग्लाइन्डिङ गर्दैछौँ है। केबल ग्लाइन्डिङ चाहिँ कसरी गर्छ भने तपाईँको एउटा रेडी भइसकेको छ। यो बेस हो, बेस मुनि पार्नु पऱ्यो, सट्टै हाल्यो, केबल काट्यो, त्यहाँबाट यो अलिकति ठुलो साइजमा काटेर यो आर्मर निस्किन्छ। आर्मरमा चाहिँ हामीले यो सट्टै भित्र छिराउनुपर्छ। पहिला म देखाउँछु ल छिराएर। यो अलिक मिलाउनु पर्छ, अलिकति उयो भयो भने टेङ्गा भइहाल्छ। सक्कै
छिर्यो त्यहाँबाट यो प्लेन ल्याउनु पर्यो प्लेनलाई हाल्नु पर्यो ग्राइन्डिङको कारण चाहिँ के हो भने तपाईँको यो केबलको उयो अड्काउनु लाग्यो आर्मरसँग यो बडी छ बडीमा पकड पाउनुको लागि चाहिँ यो गर्नुपर्छ हो चटक्क राम्रो हुन्छ गाह्रो हुन्छ अलिकति तर आएर छाड्छ पक्रिहाल्यो यसलाई टाइट दिनु होइन यो मङ्की प्लायरले घुमाउनु पऱ्यो यो पक्रियो मङ्की प्लायरले घुमायो अर्को रेन्ज आएको छैन यदि त्यो आएपछि त्यसले पनि गरेर देखाउँछु त्यो पक्रेपछि तपाईँको ग्राइन्डिङको काम चाहिँ सडक्कै टाइट गर्नु पऱ्यो आयो भयो यहाँ चाहिँ आज हाम्रो दाजु चाहिँ छेपारोमा प्यानल कनेक्सन गर्दैछ है प्यानलमा AC1 DC1 DC2 रङ्गित 1 रङ्गित 2 आइसोलेटर 1 आइसोलेटर 2 हरू छ सबै अन्त टिस्टा 1 टिस्टा 2 पनि हुन्छ होला कन्जस्टेड जग्गा हो खुल्ला काम गर्नु सकिन्छ मलाई चाहिँ ठिकै हुने रहेछ गर्नु अहिले म जोड्ने काम म गर्छु नि तपाईँ त्यो फिट लक चाहिँ उयो गर्नु नि पहिला थुप्रो छ कामहरू आज 15वटा केबल छ कनेक्सन गर्नु तर है 15वटा केबलको चाहिँ आर र वाइ ए आर र ब्ल्याकै हो कुन चाहिँ आर र ब्ल्याक आर र ब्ल्याकै हो रेड ब्ल्याक छ सबै रेड ब्ल्याक छ हामीले चाहिँ आज लास्ट हो भोलिदेखि आइ हुँदैन है यो चाहिँ कन्ट्रोल प्यानल बोर्डहरू रहेछ है यहाँनिर तपाईँको यहाँ बस प्रोटेक्सन रहेछ नाम पढ्नुहोस् तपाईँले 454 के रहेछ यसलाई मारि देखाउने छु प्रोटेक्सन प्यानल गेन्टोक लाइन प्रोटेक्सन प्यानल LLB 111 LB टाइप प्रोटेक्सन प्यानल गेन्टोक प्रोटेक्सन प्यानल सबै सेम सबै यो त तपाईँको यो मल्लीको लागि रहेछ यो मल्लीलाई चाहिँ काटेर गेन्टोक बनाएको रहेछ है यो पनि गेन्टोकै रहेछ ग्राइन्डिङको काम अझै सकेको छैन दाजुले यो तपाईँको नाम लेखेको छ गेन्टोक #2 LB गेन्टोक #2 LA रङ्गित LB प्रोटेक्सन प्यानल रङ्गित LA प्रोटेक्सन प्यानल ब्रम्फोको कहाँ छ रङ्गित PLCC मल्ली प्रोटेक्सन पनि रहेछ चिचाचिल रङ्गित रम्फूको पनि थियो भने ठिकै थियो आज रम्फूको आज चाहिँ हाम्रो दुई भाइको काम चाहिँ यस्तो थियो अब यो कनेक्सन गर्ने कामहरू चाहिँ इन्जिनियरको हो है हाम्रो काम चाहिँ इलेक्ट्रिसियन सबै यो कपहरू यहाँभित्र सबै कपर छ
उपरको भएर यो मात्रै हेर्नु होइन यसमा चाहिँ डिसी आउँछ अनि एसी एउटामा आउँछ अरू डिसीमा आउने हो डिसी 1 डिसी 2 हरू छ सबै 15वटा केबल यहाँ छिराइसकेको छ 14वटा केबल अब चाहिँ हाम्रो काम सकेको आज दिन बिदा भयो यो आजको भिडियो यहाँ इन्ड गर्न चाहन्छु है कमेन्ट गरिदिनुहोस् गाइस है आजको भ्लग यही एन्ड गर्न चाहन्छु के कस्तो लाग्छ कमेन्ट बिलो